संसारभरिका लीला त उनै हरिका 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 संसारभरिका लीला उनै हरिका संसारभरिका लीला त उनै हरिका संसारभरिका सबैले सुने ओम अल्लाह कर्म सर्वक्षामि अर्हं जगति आवश्यक पुस्तकगणे दिव्यां जनं भव्यां जगतं तंगुलां सुसंता पाता ज भक्तरान संमया जात वेदन प्रदेश सत्यनारायण हजुरले कुसो टुक्रा लिएर जौजुलेनको जल दिएर यसरी मार्जन गर्नु सबैले गाईको पुच्छरले ओम हजुर त्यो हातमै लिएर कुमार पनि छ नि माध्यमिक शाखान्तर्गत शिशु पत्रिका सहित आयो दुग्धम वयम सम्प्रदाय ल आउनु पर्यो भन्छ कविले श्रदेव ल भान्जालाई दिनुहुन्थ्यो तपाईँले भुइँबाटै लिनु पर्यो कर्ताले उचाल्न नसक्ने ब्राह्मणले मात्रै उचाल्न सक्ने ल भान्जाले उठाएर
वैश्वानराय मया आवाहितो भव आज वर्तमानको निमित्त मया आवाहितो भव हाम्रो घरमा आएर ब्राह्मण वचन वेदको मन्त्रद्वारा चाहिँ हामीले दिएको हवि देवताको यसमा बत्तीको पूजा अब बत्ती पूजा हो त्यो टोपरीमा ओम पृष्ठ अब यी कलशा पूजा यहाँ एउटा दुरा पछाडि छान्थे के होला सायद मेरो विचारमा अरूको गला वन्देतां परमेश्वरी भगवती बुद्धि पदं शारदां श्री शारदाय नमः। एक पटक भए हुन्छ तीन पटक एक्चुअली भयो संसार सागरी दीनमां करुणानिधि सर्वमोह श्रीतन्नं मामुत्तरं भवान् मनोरथ भन्नुहोस् न सबैले मदियोयम सफला सर्वथा त्वया निर्विघ्ने कर्तव्य दासोऽहं तव केशव इदं फलं मया देव स्थापितं पुरतस्तव येन मे सफला भवेत् जन्मनि गतं पापं गतं दुःखं गतं दरिद्रमेव च आगच्छ सुखसम्पत्ति पुण्यं च तव दर्शनात् राख्नुहोस् त्यहाँ
शुभं कुरु त्वं कल्याणम् आरोग्यं
तपाईँ छुट्टै खाना हो कि यता थालतिर फाल्नु न त्यही होइन यो खाल्ने होइन छ सोलरले अलिक काम गरे होला नि यहीँको खाल्दैन होइन अहिले यो धुनी नुहाउने हो कि सर जान्छ सबै त्यो कपडा अहिले चेन्ज गर्ने हो अब त पहिला कपडा हो अनि शरीरमा नि अलि लगाइदियो है छोरी शरीरमा धेरै नलाइदियो तेल सेल होला त्यो यस्तो गर्यो भने पुग्दैन कि एन्टिबायोटिक देवी तिम्रै शरणमा परे चरणमा देवी तिम्रै शरणमा All 8 वटालाई टच गर 8 वटा 1 2 and all of it 8 टच गर यसैले टच गर न अर्को मान्छे 3 4 5 6 7 पवित्रम प्रभम पवित्र प्रजापति सहजम प्रसाद आइपछि पनि आगामी सबैले जाने जानु पर्छ ओम यज्ञ पवित्रम प्रभम पवित्रम प्रजापति सहजम प्रसाद आयुष्य यज्ञ पवित्रम बलवान जा लगाइदिनु अब यो लगा यसरी
के हो लप्चीसँग एउटा हातले अर्को हात पनि अर्को छ क्या काम फेरि छोरो ल छोरो हातमा ओम सोनी तमहम पुनरागत आयुष One more time. Om Santam No Nijma Mandra Sabha Santam No Ori कर्म गर्नको लागि संविधान ल्याउनुपर्छ होइन भन्ने कर्म गरेर भ्याएपछि जल आत्मन गर्नुपर्छ भन्ने तिमीले हवस् अनि समाएर भन्छ ओम केशवाय नमः शिवाय ओम नारायणाय नमः ओम गोविन्दाय नमः मैले तार इंद्रो विरदास्रवाः गजाननं भूतगणाधिसेवितं अतिपजम्बो फलचारुभक्षणम् उमासुतं विनाशकारकं नमामि विश्वेश्वरपादपद्मजम्
One more time lang. Oh, bigat lagi. Masa lagi. साँच्चीकै जिगाउनु पर्छ त्यो गर्नु पर्छ निस्किहाल्छ मनोहर जाडो भयो छैन के रे बाबु जाडो भयो होइन के रे ट्राफिकमा भनेर त्यति पठाउँछ यो प्लास्टिक नहो हालत त खेल्यो अनि आफा maybe 1 hour, not 1.5 hours. Maximum 1.5 hours. Minimum 1 hour. उठीमै टच गर है तिमी माथि ल्याउने गुड जब कति ज्ञानी भएको छौ राजा सँग घन्टा गर्दा अब फेरि Thank you.
बाबुलाई यता फर्काउँछ अनि यही त छोरालाई यता फर्काउँछ यो डाँडा त यता देखाउनु त बाबु हो ल ल यही चाहिँ टाढादेखि यसो हामीले हेरिदिन्छ भने त होइन बस्नु नि यहाँ तन्ना काम त सकियो केही छ भने यसो आरती गर न आरती गरेर संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं कायेन वाचा मनसेन भावात् धर्मवात् विश्वावात् करोम्यते सर्वं तस्मै नारायणाय समर्पयामि। हेरि आतिन बडा जेते स्वाहा भक्तानां प्रदर्शको स्वाहा श्री जाय राखायचं जाऊ ऐकायला थांबायचं यसरी खाऊ मुखमा खाऊ one more time हात धो अब यस्तै हात धो मैले यो भने I just उसमा अपानाय स्वाहा just trust मात्रै गर one time okay trust मात्रै I can ल छोडिदिन्छु मात्रै यस्तो लिफ्टमा छोडिदिन्छु मात्रै अब one more time ल भयो
हे हरि व्रत बस्नु एकादशी तीर्थ जानु काशी व्रत बस्नु एकादशी तीर्थ जानु काशी पक्कै मुक्ति पाउँछौ भक्त ए भक्ति भावमाला सिन्दुर दुबो फुलमाला हे पूजाउ गणेश बाला 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 सिन्दुर दुबो फुलमाला बोलो श्री सिद्धि विनायक गणेश भगवान को हे हरि भगवानकै पूजा लाउला ए बाबु हे प्रसाद खाउला मेवा भगवानकै पूजा लाउला हे प्रसाद खाउला मेवा नाचे पनि गाए पनि दान पुण्य गरे पनि हुनै हे भगवानकै सेवा मुक्ति हुन सजिलो विनायक खोइ आएको छ माला लगाइदिने अनि झोला बोक्ने छाता ओढ्ने लक्ष्य देख्नु जाने है एकछिन छोरो तिमीलाई के अरे कम्फर्टेबल हुन्छ बट अनि एकछिनमा निकालौँ ब्रिजमा रहेछ कि झोला बोक्ने भाइ झोला खाइ एकछिन छोड्दै गाईलाई कस्तै नि होइन रोक्ने खिच है दादाको फोटो कहाँ गयो फोटो खिच्ने पुष्पञ्जलिमा यात्रार्थं ध्यान परमेश्वरः नामोपहारं आकारं सर्वसम्पदां दुर्गादिराहं श्रीरामं रामाय रामभद्राय रामचन्द्राय वामनाथाय सर्वज्ञानी नारायणाय नमः नारायण
चढाउनै पर्छ भनेको इच्छा हुनेलाई भनेको चढाउनै पर्छ समस्त पितृगणहरूको गुरुमा इसारा जाते हाम्रो धके हैन रे तैँले केटो नखा भने केटो त भने पछाडिबाट
बाटो भन्दा हो ए
मनोजको मम्मीमा उहाँको टिकटक फोटोमा त धेरै नै देखिन्छ
दक्षिण दिशामा बाराहीले तिरपाला जगा हरि हरि दक्षिण दिशामा बाराहीले तिरपाला जगा दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जा दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जा नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगा हरि हरि नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगा नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ हरि हरि पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ पश्चिम दिशाकी काली
कालिका माई पाए बेदिशामा जाऊ पाए बेदिशामा मेरा भाइ कृपाला जगाऊ हरि हरि पाए बेदिशामा मेरा भाइ कृपाला जगाऊ पाए बेदिशामा भाइ उत्तर दिशामा जाऊ पाए बेदिशामा मेरा भाइ उत्तर दिशामा जाऊ
सबलाई राम्रै होला राम राम बोला दिल खोला 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 दाइ यतै बसेको भए थिएन सिट मान्छेलाई दही बनाउन भन्नु दिदी भोलि बेलुका दही हुन्छ कि Anjal